नमस्ते। आज 2025 नोभेम्बर 10 नेपालको बेलुकाका 8 बजेदेखि दराजमा हेभी सेल्स स्टार्ट हुन गइरहेको छ, जसमा चाहिँ म्याक्सिमम डिस्काउन्ट चाहिँ 80% सम्म भनेको छ। भनेको मतलब म्याक्सिमम चाहिँ 80% भयो, तर सबै सामान र सबै प्रोडक्टमा चाहिँ 80% चाहिँ हुने भएन। त्यही भएर किन्नुभन्दा अगाडि चाहिँ यसमा चाहिँ इच प्रोडक्टको चाहिँ एक्चुअल डिस्काउन्ट छुट चाहिँ कति प्रतिशत छ भनेर चाहिँ चेक गर्नुपर्ने हुन्छ है। सबैमा 80% हुनसक्छ, नहुनसक्छ, किनकि त्यो भनेको चाहिँ म्याक्सिमम भयो। त्यसमा ब्रान्डसँग पनि डिपेन्ड्स गर्छ, त्यो चाहिँ उनीहरूले राखेको हुन्छ। त्यो डिटेल्स चेक गरेर मात्र सामान चाहिँ तपाईँले फिक्स गरेर चाहिँ किन्नु होला। र अर्को कुरा डेलिभरी फ्री डेलिभरी भनेको छ। यसमा पनि सबैमा फ्री डेलिभरी भनेको छैन। यसमा पनि सामान अनुसार र कति क्वान्टिटी र कति प्राइससम्मको चाहिँ कति क्याससम्मको चाहिँ तपाईँले, र त्यो गर्दाखेरि पनि यसको पनि लिमिटेड टाइम हुनसक्छ, कति टाइमभित्र भन्ने। सायद अब सेल्स स्टार्ट भएको 1 आवर 2 आवर त्यसमा राख्न सक्छ। सो जस्ट मेक स्योर यु चेक एभ्रिथिङ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हुन्छ भने, यति बेला चाहिँ अब एकदमै वेबसाइटहरू यो पेजहरू सबै बिजी हुने भएकोले त्योभन्दा अगाडि नै सेल्स स्टार्ट हुनुभन्दा अगाडि नै तपाईँले चाहिँ प्रोडक्टहरूलाई चाहिँ सेलेक्ट गरेर चाहिँ कार्टमा राख्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँले चाहिँ त्यो अब ढिलो हुने, अब आउट अफ स्टक हुने समस्याबाट चाहिँ तपाईँले बस्न सक्नुहुन्छ। तपाईँले जे किन्न चाहेको हुन्छ त्यो चाहिँ किन्न सक्नुहुन्छ। र अर्को डिस्काउन्ट भाउचर भनेको छ। डिस्काउन्ट भाउचर पनि यो पनि सेल्सभरि भनेको छैन, यो पनि सायद फ्लास भाउचर हुनसक्छ, जसको मतलब हुन्छ चाहिँ लिमिटेड टाइमसम्म चाहिँ यति घन्टासम्म चाहिँ यसको चाहिँ के भन्छ भ्यालिड हुन्छ भन्ने हुन्छ। त्यो पनि चेक गर्नु होला। र मेन कुरा चाहिँ सामान कुनै पनि प्रोडक्ट किन्नुभन्दा अगाडि चाहिँ सेलरको डिटेल्स अनि कस्टमरले दिएको रिभ्यू चाहिँ अवश्य चेक गर्नु होला। पैसा तिर्नुभन्दा अगाडि चाहिँ मेक स्योर एभ्रिथिङ इज फाइन, अनि रिभ्यूहरू चाहिँ राम्रो छ भनेर चेक गर्नु होला। थ्याङ्क यू, गुड लक।